सम्माननीय सभामुख महोदय, 2082-83 का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सन्दर्भमा म आफ्ना केही दृष्टिकोणहरू यहाँ राख्न चाहन्छु। सभामुख महोदय, सबभन्दा पहिले यस सन्दर्भमा सिद्धान्तमा हामी प्रष्ट हुन आवश्यक छ। सैद्धान्तिक रूपमा अस्पष्ट भयो भने त्यहाँ थुप्रै जटिलताहरू निम्तिने गर्दछ। त्यसो भएको कारणले गर्दा पहिला त हामी सैद्धान्तिक रूपमै प्रष्ट हुन आवश्यक छ। हामीले समाजवाद उन्मुख, प्रजातान्त्रिक समाजवाद, सामाजिक समाजवाद आदि इत्यादि भनिरहेका हुन्छौँ। निश्चित रूपमा समाजवादको टाउकोमा सिङ राखिदिए पनि, जोडिदिए पनि, अथवा समाजवादको पिठ्युमा पुच्छर ढुङ्गाइदिए पनि अन्ततोगत्त यो समाजवाद नै हो। र यसको मेन थिम वास्तवमा हामीले उत्पादन र वितरणको बीचको सन्तुलन मिलाउने नै हो भन्ने मलाई लाग्छ सभामुख महोदय। त्यसैले धेरै शब्दको खेती गर्नुभन्दा, समाजवादको शब्दको खेती गर्नुभन्दा समाजवाद शब्दको कार्यान्वयन गर्ने आजको प्रमुख दायित्वबाट विचलित हुनुहुन्न भन्ने कुरा सबभन्दा पहिले निवेदन गर्न चाहे सभामुख महोदय। त्यसैले उत्पादन र वितरणको बीचको सन्तुलन मिलाएर हामीले समाजवादलाई कार्यान्वयन गर्न सक्नुपर्दछ। निवेदन गर्न चाहन्छु सभामुख महोदय, उत्पादन र वितरणका सन्दर्भमा उदाहरणका लागि 1 लिटर दुध लिएर हामीले 2 जनालाई आधा लिटर बाँड्न सक्छौँ। तर 1 लिटर दुध लिएर 100 जनालाई लाइन लगाइदियौँ भने त्यहाँ हानालुछी हुन्छ, तानातान हुन्छ, हनान पनि हुनसक्छ सभामुख महोदय। त्यसले अराजकता निम्त्याउँछ सभामुख महोदय। त्यसैले उत्पादन बिनाको वितरण अथवा वितरणमुखी कुरा हामीले सोच्न पनि सकिँदैन। तर हामी कहाँनिर चुकिरहेका थियौँ विगतमा सभामुख महोदय भन्दाखेरि कि वास्तवमा भनाइमा समाजवाद, गराइमा लोकप्रियतावादमा हामी रमाइरह्यौँ सभामुख महोदय। यो पार्टी त्यो पार्टी होइन, हामी सबै त्यहीँ रमायौँ कि गराइमा हामी लोकप्रियतावादमा सबै रमाएकै हौँ। हाम्रो मानसपटलमा लोकप्रियतावादले डेरा जमायो विगतमा सभामुख महोदय। जुन लोकप्रियतावाद वास्तवमा खराब बाटो हो भन्ने मलाई लाग्दछ सभामुख महोदय। त्यसैले पनि हाम्रो अगाडि उत्पादनमा शिथिलता, वितरणमा प्रतिस्पर्धा भयो। यो त हो नि त। उत्पादनमा साह्रै शिथिलता भयो, तर वितरणमा त हामीले होडबाजी गऱ्यौँ, प्रतिस्पर्धा गऱ्यौँ। जसको कारणले गर्दाखेरि आज राजस्व र चालु खर्चको बिचमा एउटा खाडल बन्न थालेको छ। झन्डै चालु खर्च पनि राजस्वबाट पुरा हुन नसक्ने अवस्थामा मुलुक पुग्यो अवस्था छ। अब पुँजीगत खर्चको त कुरै छोडिदिउँ सभामुख महोदय। त्यस्तो अवस्थामा हामी किन पुग्यौँ, कसरी पुग्यौँ भन्दा हामी लोकप्रियतावादमा बढी हामी रमाइरह्यौँ। समाजवादको शब्दको हामी खेती मात्रै गरिरह्यौँ, त्यसको ठिक ढङ्गबाट कार्यान्वयन गर्न सकेनौँ सभामुख महोदय। त्यस कारणले गर्दा सैद्धान्तिक रूपमा हामी कहाँ रह्यौँ सधैँ के भनिरह्यौँ? डेमोक्रेटिक सोसियलिजम, सोसियलिजम ओरिएन्टेड वा शब्दमा हामी कति मजाले भनिरहौँ। तर वास्तविक व्यवहारमा हामीले कुन रूप देखायौँ यो मुलुकमा भन्दाखेरि क्रोनी क्यापिटलिजम नै हो। हामीलाई सताइरहेको, हामीलाई खाइरहेको, यो मुलुकलाई खाइरहेको एउटा पक्ष चाहिँ नढाँटी भन्न सक्नुपर्दछ सभामुख महोदय कि क्रोनी क्यापिटलिजमले यो मुलुकको अर्थतन्त्र ध्वस्त पारेको छ सभामुख महोदय। त्यस कारणले गर्दाखेरि अहिले अर्थमन्त्रीज्यूसँग विनम्र अनुरोध गर्न चाहन्छु सभामुख महोदय मार्फत, पुँजी निर्माण सिद्धान्तको केन्द्रमा राष्ट्रको लगानी उत्पादनशील क्षेत्रमा भन्ने मूल ध्येय, मूल नाराका साथ हामी बजेट विनियोजनलाई अगाडि बढाउनु पर्छ भनेर पनि म निवेदन गर्न चाहन्छु सभामुख महोदय। आर्थिक सुशासन कायम गर्ने प्रतिबद्धता आएको छ, बडो स्वागत योग्य कुरा हो सभामुख महोदय। तर आर्थिक सुशासनको कुरा गर्दै गर्दाखेरि आर्थिक सुशासनका सन्दर्भमा चुनौती कति धेरै छन् सभामुख महोदय। धेरै टाढा जानु पर्दैन सभामुख महोदय। 2-3 दिन अगाडि मात्रै महालेखा परीक्षकले सार्वजनिक गरेको त्यो हामीले रिपोर्ट हेर्दा पुग्छ सभामुख महोदय। 7 खर्बभन्दा बढी बेरोजगारको चाङमा क्युमुलेटिभ हिसाब हेर्दाखेरि आज 7 खर्बभन्दा बढी बेरोजगारको चाङमाथि उभिएर आज आर्थिक सुशासन कायम गर्ने हामीले दृष्टता गरिरहेका छौँ सभामुख महोदय। बडो विचित्र छ सभामुख महोदय। तथापि सभामुख महोदय, मलाई एउटा विश्वास केमा छ भन्दाखेरि अहिलेको अर्थमन्त्रीजी
लगनशील हुनुहुन्छ, कर्मशील पनि हुनुहुन्छ, ऊर्जाशील पनि हुनुहुन्छ, धैर्यवान पनि हुनुहुन्छ। त्यसो भएपछि अर्थमन्त्रीजीको त्यो बौद्धिक चातुर्यताले यो चाहिने चुनौतीलाई सजिलै सामना गर्न सक्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु सभामुख महोदय। आगामी आर्थिक वर्षको विनियोजन विधेयकको क्षेत्रगत प्राथमिकताको सन्दर्भमा निवेदन गर्न चाहन्छु सभामुख महोदय कि शिक्षा क्षेत्रलाई जीवन उपयोगी बनाउने कुरा स्वागत योग्य छ, तर शिक्षा क्षेत्रलाई यति मात्रै भन्न पुग्दैन। यो आमूल परिवर्तनको माग गरेको छ शिक्षा क्षेत्रले सभामुख महोदय। आधारभूत तहलाई हामीले कम्तीमा 2 भागमा, एउटा 1 कक्षादेखि 5 कक्षासम्म र एउटा चाहिँ 6 कक्षादेखि 8 कक्षासम्म विभाजित गरेर अगाडि बढाउनु पर्ने अवस्था छ। एउटै स्कुलमा आधारभूत भन्ने बित्तिकै एउटै स्कुलमा सबै पढाउनु पर्छ भन्ने त होइन होला नि त। त्यसलाई विभाजन गरेर त्यसपछि 6 देखि 8 सम्मलाई माध्यमिक तहसँगै राखेर आवासीय विद्यालयहरूको निर्माण गर्दै जान आवश्यक छ। आवश्यक विद्यालयहरू निर्माण गरिसकेपछि ठुलो मात्रामा शिक्षकको सङ्ख्या र विद्यालय शिक्षकको सङ्ख्या र विद्यालय कर्मचारीको सङ्ख्या कटौती हुन्छ। त्यही पैसाले विद्यार्थीहरूलाई पूर्ण रूपमा खाना, बस्न, लाउन, पढ्न सबै कुरामा निःशुल्क गर्न सकिन्छ। आवश्यक विद्यालयको सोच त्यसरी अगाडि बनाउनु आवश्यक छ। त्यसो भयो भने अहिलेसम्म जुन शिक्षकका लागि तलब भत्ता र पेन्सनमा मात्रै 70% खर्च हुन्छ सभामुख महोदय, कम हो। 1 खर्ब 34-35 अर्ब बजेटमा 70% पुरै तलब भत्ता पेन्सन, शिक्षकको तलब भत्ता पेन्सन मात्रै जाने भएपछि विद्यार्थीले कहाँबाट निःशुल्क पाउने, विद्यार्थीले कहाँबाट सहुलियत पाउने? 30% मात्रै त्यस्तो चाहिने सेवा सुविधा, शैक्षिक सेवा सुविधा सहुलियत छात्रवृत्तिमा जाने गरेको छ सभामुख महोदय। त्यसलाई अब अलिकति चेन्ज गरौँ। कमसेकम यसरी यो विद्यालय शिक्षक र विद्यालय कर्मचारीको ठुलो भारी मात्रामा कटौती हुँदै गर्दाखेरि कम्तीमा पनि 50% झार्न नसक्यो भने त्यो पैसा कहाँ जान्छ? छात्रवृत्तिमा जान्छ सभामुख महोदय। निवेदन गर्न चाहन्छु, नेपाललाई एजुकेसनल हब्स बनाउन सकिन्थ्यो सभामुख महोदय, बनाउन सकिन्छ अहिले पनि म भन्न चाहन्छु। तर दुर्भाग्य नेपाललाई एजुकेसनल हब्स बनाउनुको सट्टा नेपालको विद्यार्थीलाई विदेश पठाउने अवस्थामा हामीले पुर्यायौँ। छातीमा हात राखेर बोल्न सक्नु पर्दछ सभामुख महोदय, यो दुर्भाग्य हो नेपालको। त्यस कारणले गर्दाखेरि निवेदन गर्न चाहन्छु सभामुख महोदय कि वास्तवमा एकातिर अरबौँ ऋण लिएर मेडिकल कलेज खोलेकाहरूले सम्बन्धन नपाउँदाखेरि कति तडपिएका होलान्, अर्कोतिर खरबौँ रुपियाँ विद्यार्थीहरू, नेपाली विद्यार्थीहरू पढ्नको नाममा खरबौँ रुपियाँ विदेशिएको छ हाम्रो धन, हाम्रो पैसा। त्यस कारणले गर्दाखेरि मलाई कहिले यस्तो पनि लाग्छ सभामुख महोदय, यो नेपालमा मेडिकल कलेज खोल्नै हुन्न, नेपालमा मेडिकल कलेजलाई सम्बन्धन दिनै हुन्न, कोटा बढाउनै हुन्न भन्नेहरू कतै माफ गर्नुहोला सभामुख महोदय, विदेशीको केही खजाना खाएका पो छन् कि भन्ने मलाई आशंका पनि लाग्छ सभामुख महोदय। त्यस कारणले गर्दाखेरि एजुकेसनल हब्स बनाउन सकिएको भए नेपाली विद्यार्थीले नेपालमै पढ्ने अवसर आउँथ्यो। यति मात्रै होइन, विदेशी विद्यार्थीहरू नेपाल आउने अवस्था सिर्जना गर्न सकिन्थ्यो। यति मात्र विदेशी नेपालीहरू नेपालमा आएर पढ्न थालेपछि तिनका प्यारेन्ट्सहरू, तिनका अभिभावकहरू 6 महिनामा अथवा वर्ष दिनमा आफ्ना छोराछोरीलाई, आफ्ना बालबच्चालाई भेट्न आउँदाखेरि भेटेर खुर्सुक्क जाने थिएनन्। यहाँको ब्युटिफुल सिटिजहरू, यहाँको धार्मिक स्थलहरूमा जाने गर्थ्यो। जसले गर्दाखेरि एजुकेसनल टुरिज्म पनि त बढ्थ्यो सभामुख महोदय। तर हामीले त्यो क्षेत्रलाई एजुकेसनल हब्सको सट्टा ड्राई गऱ्यौँ। आज त्यहाँनिर हामी चुकेको कुरालाई निवेदन गर्न चाहन्छु। अब यसलाई सुधार गर्नु आवश्यक छ। त्यसो भयो भने एजुकेसनल टुरिज्म पनि प्रवर्धन गर्न सकियो भने पुँजी निर्माण हुन्छ। जान्नेलाई श्रीखण्ड, नजान्नेलाई काठको नजान्नेलाई खुर्पाको बिँड भनेको यही हो। हामी खुर्पाको बिँड ल्याएका छौँ, हिँडेका छौँ। यस्तो भयो सभामुख महोदय। यसलाई अब श्रीखण्डैको रूपमा परिणत गर्नुहुन्छ भने मलाई विश्वास छ अर्थमन्त्रीजीपट्टि मैले यो पनि अनुरोध गर्न चाहेँ। सभामुख महोदय, यो चाहिने स्वास्थ्य क्षेत्रको सन्दर्भमा धेरै कुरा भनिरहनु आवश्यक छैन। हस्पिटलहरूको सङ्ख्या बढाउने होइन, हस्पिटललाई भइरहेको हस्पिटललाई पहिलो कुरो वेल म्यानेजमेन्ट गर्नु आवश्यक छ, वेल इक्विप्ड गर्न आवश्यक छ र स्किल्ड म्यान पावर, यो 3टा कुराको संयोजन गर्न आवश्यक छ। हस्पिटलको सङ्ख्या थपेर मात्रै
जनताले उपचार राम्रो पाउँछ भन्ने कुरा गलत। कमसेकम भएको हस्पिटलहरूलाई वेल इक्विप्ड बनाऊ, वेल म्यान पावर दिउँ, अनि सँगसँगै वेल म्यानेजमेन्ट गरौँ। यही नजिकको चाहिँ नि सरकारी हस्पिटल वीर हस्पिटल हो क्या र? यति ठुलो हस्पिटल, सरकारी हस्पिटल, सिटी स्क्यान मेसिन बिग्रेको चाहिँ महिनौँ वर्ष हुँदाखेरि त्यो बन्दैन। यसरी त चल्दैन नि सभामुख। त्यस कारण वेल इक्विप्ड, वेल म्यानेजमेन्ट, वेल स्किल म्यान पावरको आवश्यक छ। त्यसतर्फ हामीले ध्यान जान आवश्यक छ भनेर निवेदन गर्न चाहे। इन्टिग्रेटेड हेल्थ रेकर्ड म्यानेजमेन्ट सिस्टमलाई अगाडि बढाउनु पर्छ सभामुखलाई, जसले गर्दाखेरि प्रिभियस हेल्थ हिस्ट्री, कुनै पनि बिरामीको प्रिभियस हेल्थ हिस्ट्री त्यही क्लिक गर्दाखेरि सर देख्न पाइयोस्। जसको कारणले गर्दाखेरि बिरामीले पहिला के खाइराखेको छ, के भइराखेको भन्ने कुरा त्यहाँ जान्न पाइयोस्। म्यानुअल डकुमेन्ट नट निडेड। म्यानुअल डकुमेन्ट बिरामीले बोकेर हिँडिरहनु पनि आवश्यक परेन। त्यसो भएपछि नेपाल सरकारले सेन्ट्रलाइजेसन सफ्टवेयर लागू गर्न आवश्यक छ सभामुख महोदय। यदि हामीले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न चाहन्छौँ भने यो ढङ्गबाट अगाडि बढ्ने हो। त्यस कारण निवेदन गर्न चाहे, पर्यटन तथा हवाई पूर्वाधारका सन्दर्भमा पर्यटन क्षेत्र असीम सम्भावना बोकेको क्षेत्र हो सभामुख महोदय। यहाँ धार्मिक, सांस्कृतिक, साहसिक, खेल र पर्यटनलाई चाहिने प्राथमिकता दिने कुरा उल्लेख भएको रहेछ। बडो खुसी लागेको छ, स्वागत गर्न चाहन्छु सभामुख महोदय। यस सन्दर्भमा धार्मिक पर्यटनको सन्दर्भमा मैले अस्ति पनि भनेको थिएँ कि बुद्ध भगवानको जन्मथलो लुम्बिनी एकातिर, अर्कोतिर तपोभूमि नेपाल। त्यस कारण यसको संयोजन बडो गजबको छ सभामुख महोदय कि यहाँ मैले अस्ति ध्यानको कुरा गरेको थिएँ कि हाम्रा मित्र राष्ट्र भारतको महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा गएर ध्यान गर्नुभयो, तर हामीले गर्नु पर्दैन। महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी धाममा पूजा पाठ गर्नुभयो, पशुपतिनाथमा पूजा पाठ गर्नुभयो, मुक्तिनाथमा गएर पूजा गर्नुभयो। तर हामी कहाँ केमा अलमल लिन्छौँ? हामी के भन्छौँ? पशुपतिनाथको जलारी सुनोकी पित्तल भनेर हामी यहीँ झगडा गर्छौँ। यस्ता भयौँ हामी त। अनि हामीले आस्था बढाउँ कि अनास्था बढाउँ सभामुख महोदय? कुरो यो हो नि त। सारा संसारको ध्यान केन्द्रित गराउने खिचेर ल्याउनु त कहाँ छ? यो चाहिँ सुन कि पित्तल भनेको छ, झगडा गरेको छ। अनि त्यसो भएपछि कहाँबाट प्रवर्धन हुन्छ? हामीले भने जस्तरी सभामुख महोदय निवेदन गर्न चाहन्छु सभामुख महोदय। त्यस कारणले गर्दाखेरि पर्यटनका सन्दर्भमा धार्मिक पर्यटनसँगै साहसिक पर्यटनको पनि कुरा गरेको रहेछ, बडो स्वागत योग्य छ। किन भन्दाखेरि साइक्लिङदेखि लिएर स्काई डाइभिङ, प्याराग्लाइडिङ, बम्जी जम्प जस्ता दर्जन चाहिने हाम्रो यो चाहिने साहसिक पर्यटन प्रवर्धन गर्न सक्छौँ, जसले चाहिने यो पुँजी निर्माण गर्छ सभामुख महोदय। मैले अहिलेको वर्तमान पर्यटन मन्त्री भएपछि केही दिनपछि नै भनेको थिएँ कि तपाईँको यो चाहिने स्काई डाइभिङ किन रोक्या? मैले भनेको थिएँ सभामुख महोदय, स्काई डाइभिङ गर्नको लागि एकजना विदेशीले एकपल्ट स्काई डाइभिङ गर्न आउँदाखेरि $23,000 नेपालमा खर्च गर्छ सभामुख महोदय। अनि यत्रो स्रोतलाई हामी के भन्छौँ? कार्यविधि छैन भने फर्काइदिन्छौँ। अनि कहाँबाट देश बन्छ? अनि पुँजी छैन, पैसा छैन भन्ने? स्काई डाइभिङ गर्न आएको एक टोलीलाई त हामीले यहाँ कार्यविधि छैन फर्काइसक्यौँ। अहिले बल्ल पाए कि के गरेछ थाहा छैन सभामुख महोदय। मैले पर्यटन मन्त्रीलाई भनेको थिएँ यस्तो पनि गर्ने हो, देशको आम्दानी रोक्ने। त्यस कारणले गर्दाखेरि सभामुख महोदय यो चाहिने वास्तवमा साहसिक पर्यटन प्रवर्धन गर्न सक्यौँ भने पनि नेपालको चाहिने एउटा मनज्ञ स्रोतको रूपमा पनि त्यसलाई लिन सकिन्छ सभामुख महोदय। खेल पर्यटनका सन्दर्भमा चाहिने हाई अल्टिच्युड ट्रेनिङ सेन्टरहरू खोल्न सक्नुपर्दछ। नेपाल भनेको वास्तवमा हिमाली क्षेत्र भएको देश, त्यस कारणले गर्दाखेरि हाई अल्टिच्युड ट्रेनिङ, हाई अल्टिच्युड खेल मैदानहरू निर्माण गर्न सक्नुपर्दछ। उदाहरणका लागि एउटा क्रिकेटको मात्र उदाहरण दियौँ भने पनि क्रिकेट मैदान हामी यहाँ बनाउँदै त छौँ, कतै भरतपुरतिर पनि बनाउँदैछौँ, विराटनगर बनाउँदै होला, तर हामीले हाई अल्टिच्युडमा क्रिकेट मैदान बनाउने सोच किन आउँदैन? हाई अल्टिच्युडमा बनाइदिउँ, हिमालय क्षेत्रमा 2-4वटा क्रिकेट मैदान बनाइदिउँ भने न्युट्रल भेन्यूको रूपमा खेल्नका लागि चाहिँ यहाँ विदेशीहरू आउँछन्। विदेशीहरू खेलाडी मात्रै आउँदैनन्, उनीहरू दर्शकका लागि चाहिँ हजारौँ हजार दर्शक लाइन लाएर वर्षका वर्ष यहाँ आइपुग्छन्। अनि खेल हेर्न आएका मान्छेहरू त्यसै ब्युटिफुल नेपाल देखेपछि त्यसै रमाउँछन्, 2-4 दिन 2-4 हप्ता यसै बस्छन्। त्यो व्यवस्थापन किन गर्न नसक्ने? त्यो दृष्टिकोण हामीले किन पुर्याउँदैनौँ? त्यस कारणले गर्दाखेरि एउटा मात्रै निवेदन गरेको सभामुख महोदय, यहाँ धेरै यस्ता उदाहरणहरू दिन सकिन्छ। नेपाल वायुसेनालाई ठिक ढङ्गबाट सञ्चालन गर्नको लागि यसलाई
निजी क्षेत्रलाई नै जिम्मा दिने भन्ने त होइन, तर म्यानेजमेन्ट खत्तम भएको छ। त्यस कारणले गर्दाखेरि यो देशको होस् अथवा विदेशको होस्, निजी क्षेत्रलाई हामीले आह्वान गर्नुपर्दछ म्यानेजमेन्टका सन्दर्भमा भनेर पनि निवेदन गर्न चाहन्छु सभामुख महोदय। भौतिक पूर्वाधारका सन्दर्भमा यो पर्यटनसँगै जोडिएर आउँछन्, किन भन्दाखेरि चाहिने हामीले धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, साहसिक पर्यटन, खेल पर्यटन आदि इत्यादि जे भने यसलाई सडक सञ्जालसँग ठिक ढङ्गले जोड्न सक्नुपर्दछ। उदाहरणका लागि एउटा मात्र उदाहरण दिन चाहन्छु, थुप्रै दर्जनौँ उदाहरण दिन सकिन्छ, एउटा मात्र उदाहरण दिन चाहन्छु सभामुख महोदय। सिद्धार्थ राजमार्गलाई मैले डेलिकेटेड डबल लेन बनाउनु पर्छ पटक किन भनिरहेको छु भन्दाखेरि एकातिर बुद्ध जन्मेको लुम्बिनी छ भने अर्कोतिर ब्युटिफुल सिटी पोखरा छ, त्यसको बिचमा रानी महल छ सभामुख महोदय। रानी महल, हामी भारतको तेजमहलको कुरा गर्छौँ, व्याख्या गर्छौँ, तर आफ्नै देशको रानी महल बिर्सिरहेका हुन्छन् सभामुख महोदय। र त्यही बिचमा दक्षिण एसियाको पहिलो होमस्टे गाउँ सिरुबारी पनि त्यहीँनिर पर्छ सभामुख महोदय। त्यस कारणले गर्दाखेरि यसरी हामीले वृहत्तम चाहिने दृष्टिकोण लिएर बनाउनु पर्दछ भनेर प्रवर्तन गर्नुपर्छ भनेर पनि निवेदन गर्न चाहे सभामुख महोदय। समयको चापले गर्दाखेरि म यहाँनिर यतिमै रोक्न चाहन्छु सभामुख महोदय। त्यस्तै गरेर विद्युत उत्पादनको सन्दर्भमा सुखयामको ऊर्जा मागलाई सम्बोधन गर्नका लागि जलाशययुक्त आयोजनालाई प्राथमिकता दिने कुरा अत्यन्त स्वागतयोग्य छ सभामुख महोदय। अहिले पनि हामीले 600 मेगावाट विद्युत आयात गरिरहेका छौँ। बर्सातमा निर्यात गर्ने, सुखयाममा आयात गर्ने, तिम्रो हाम्रो माया बराबर भन्ने त्यस्तो पनि हुन्छ सभामुख महोदय। त्यस कारणले गर्दाखेरि हामीले जलाशययुक्तमै जाने हो, जानुपर्दछ। नेपालमा चाहिँ नि रणअप रिभरमा अब जानै हुन्न भनेर भन्छु म त। त्यस कारणले गर्दाखेरि बुढी गण्डकी जलाशय होस् वा आँधी खोला उच्च चाहिँ बाँध जलाशय होस् अथवा कोशी उच्च बाँधको जलाशयको सन्दर्भ होस् अथवा काली गण्डकी उच्च बाँध जलाशय अथवा उत्तर गङ्गा जलाशयको सन्दर्भ होस्, थुप्रै जलाशयहरू दर्जन चाहिँ जलाशययुक्त ऊर्जा जलस्रोत निकाल्न सकिन्छ सभामुख महोदय। त्यसतर्फ हामीले चाहिँ प्राथमिकता दिनुपर्दछ भनेर पनि निवेदन गर्न चाहन्छु सभामुख महोदय। निजी क्षेत्रको लगानी भित्राउन आवश्यक छ। सरकारले गर्छु, नेपाल सरकारले गर्छु भनेर बसिरहने नै त वर्षौँ केही पनि हुँदैन। त्यस कारणले गर्दाखेरि निजी क्षेत्रलाई आह्वान गर्न सक्नुपर्दछ र सुखयाममा पनि निरन्तर विद्युत उत्पादन गरेर कन्ज्युम मात्रै हो, सुखयाममा पनि हामीले विदेशीलाई बिक्री गर्ने तहमा पुर्याउन सक्नुपर्दछ सभामुख महोदय निवेदन गर्न चाहे। सौर्य ऊर्जाका सन्दर्भमा तराईको क्षेत्रमा सौर्य ऊर्जा राख्न बिल्कुल दिन हुँदैन भनेर पनि निवेदन गर्न चाहन्छु। पहाडको त्यही पनि झार पनि नहुने पहाडमा पो सौर्य ऊर्जा राख्ने हो त। तर चाहिँ नि तराईको समथर भूमिमा, उब्जनशील भूमि, उर्वर भूमिमा लगाएर सौर्य ऊर्जा ट्याक्कल राखिदियो भने के हुन्छ? 25 वर्षपछि सौर्य ऊर्जा एक्सपायर हुन्छ, त्यसको काम लाग्दैन। अनि के गर्छन् तिनले भन्दाखेरि त्यसपछि त्यो उकाएर फालेपछि जग्गाको व्यापार गर्छ, कुरो यो। त्यस कारणले गर्दाखेरि तराईको उर्वर भूमिमा सौर्य ऊर्जा होइन, पहाडको त्यही पनि झार पनि नमुनिने ठाउँमा लगाएर सौर्य ऊर्जाको चाहिने व्यवस्था गर्न दिन आवश्यक छ। कृषि क्षेत्रमा रासायनिक मलको त अब प्रयोगलाई एकदमै न्यूनीकरण गरेर लैजान आवश्यक छ। प्राकृतिक मललाई चाहिने प्राथमिकीकरणमा राख्नुपर्दछ। विषादी परीक्षण गरेर स्वास्थ्यकर उत्पादन मात्र बजारमा बिक्री गर्ने कुरा आएको छ, यो स्वागत योग्य छ सभामुख महोदय, एकदमै राम्रो कुरा हो। वास्तवमा विषादी बढी प्रयोग गर्दा उत्पादन गर्ने किसान पनि त्यसको मारमा परिरहेको छ, विभिन्न रोग लागिएको अवस्था छ भने त्यसको उपभोग गर्ने उपभोक्ताहरूलाई पनि विभिन्न रोग लागिरहेको अवस्था रहेको छ सभामुख महोदय। त्यस कारणले गर्दाखेरि यसतर्फ पनि हामीले ध्यान दिनुपर्छ भनेर निवेदन गर्न चाहे। त्यस्तै गरेर हामीले यो चाहिने कृषि क्षेत्रलाई चाहिने आकाशी पानीको भरमा मात्रै कृषि प्रधान भनेर बस्नु हुँदैन, यसलाई चाहिने सिँचाइलाई अझै चाहिने राम्रो ढङ्गबाट हामीले लानुपर्दछ। कृषि क्षेत्रको इकोसिस्टममा प्रभावकारी बनाउने भन्ने कुराले नै धेरै कुरा समेट छ भनेर पनि निवेदन गर्न चाहन्छु सभामुख महोदय। समयको चाप चाहिँ निकै बढेको कारणले गर्दाखेरि यहाँ अलिकति स्किप गर्न चाहे सभामुख महोदय। वन क्षेत्रको कुरामा यहाँ मैले खासै वनको सन्दर्भमा यहाँ चाहिँ देखिनँ, यसमा देखिनँ सभामुख महोदय, तर आज पढ्दै थिएँ वन क्षेत्र चाहिँ अहिले पनि यो वर्ष 0.75% बढेर 46% नागिएको। अब केही दिन 1-2 दिनमै वन मन्त्रीले पुरा पत्रकार सम्मेलन गरेर 46% वन क्षेत्र पुगेकोमा पत्रकार सम्मेलन गर्ने भनेर पनि मैले त्यो समाचार पढेँ सभामुख महोदय। 46% वन क्षेत्र पुग्ने, तर काठ चाहिँ बाहिरबाट आयात गरिरहने। अनि के त्यो चाहिने हामीले हेरेर बस्ने हो नेपालको वनलाई। त्यस कारणले गर्दाखेरि यो उपयोग गर्ने दिशातर्फ लैजानु पर्दछ। वनको चाहिने
वनको चाहिने उपयोग नीति अवलम्बन गर्नुपर्दछ सभामुख महोदय भनेर पनि निवेदन गर्न चाहे सभामुख महोदय। यहाँ जडीबुटीको अस्ति पनि नीति त कार्यक्रममा मैले राखेको थिएँ, तर चाहिँ कहीँ पनि देखिनँ, यहाँनिर नदेखेका कारण फेरि पनि भन्नै पर्ने भयो सभामुख महोदय। नेपालमा 700 भन्दा बढी थरीका जडीबुटीहरू छन्। ती 700 भन्दा थरीका जडीबुटीहरूको खेती किन नगर्ने, व्यावसायीकरण किन नगर्ने, औद्योगिकरण किन नगर्ने, उत्पादन किन नगर्ने, जसबाट खरबौँ रुपियाँ चाहिँ राजस्व आउन सक्दछ। अनि पैसा छैन भने हामी भनिरहेका हुन्छौँ, जबकि पटक पटक म भनिरहेको छु कि नेपालमा अत्यन्तै महत्त्वपूर्ण जडीबुटीहरू छन्, जसलाई चाहिँ बहुमूल्य जडीबुटीहरू छन्, त्यसको खेती गर्न आवश्यक छ सभामुख महोदय भनेर पनि मैले निवेदन गर्न चाहन्छु। त्यसो भयो भने मात्रै चाहिँ नि नेपालले छिटो फड्को मार्न सक्दछ। म सिध्याउँछु सभामुख महोदय, अब एकदमै छोटकरीमा गइसकेको छु। ऋण लिएर घिउ खाने प्रवृत्ति अन्त नगरेसम्म चाहिँ नि माथि उठ्न सक्दैनौँ। त्यसैले ऋण लिएर घिउ खाने होइन, ऋण लिएर उत्पादनशील क्षेत्रमा लगानी गरेर हामी अघि बढ्यौँ भने रोजगारी सिर्जना हुन्छ सभामुख महोदय। यति कुरा निवेदन गरेर बिदा चाहन्छु। धन्यवाद। माननीय सदस्य लीलानाथ श्रेष्ठ, समय 15 मिनट। त्यसपछि माननीय सदस्य हितराज पाण्डे।